बिगारिदिएको नडाल्दा कहाँबाट चुया त अनि चुहेको त कहाँबाट हो त अब यसको होइन अलिअलि पेट्रोलले सफा गरेपछि देखिन्छ अनि यहाँ लिक चाहिँ कहाँबाट भयो त अलि टाढा टाढा लाग्छ अब खोलेपछि पत्ता लागिहाल्छ Good morning. सौवा येते कत छन् यो चुहिएको तेल कताबाट चुहियो भनेर यहाँ खोज्दै हुनुहुन्छ सरहरूले कि त्यसले गलत ठाउँमा टालिदियो यतातिरबाट लिकेज छ कि लिकेज हुने भनेको कि यो स्लिप भयो पर्यो कि नभए फुट्न पर्यो फुटेको पनि छैन कि यो आइल सिलबाट लिक हुनु पर्यो कि यसबाट लिक हुनु पर्यो अन्यबाट लिक हुँदैन आइबाट हो ओ कि त्यो यता गियरबक्स वरिपरिबाट हो त गियरबक्स नै हाल्छ कहाँबाट हो त अनि यो लिक भएको त पत्ता त लाउनु पऱ्यो नि त होइन चुया गर्छ बाइक स्ट्यान्ड लगाएर आधी घन्टा राख्यो भने काले हुन्छ कि भएमा एक वर्षमा सर्भिसिङ गरेर भ्याइन्छ नि कागज खोइ काली खोइ छैन तिन मात्रै हो मलाई कोही छोडिदिन्छ त यहाँ फोन गर्नु नागज त यतै छ कतै एउटा सिद्धाएर हाल्यो है एउटा सिद्धाएर हाल्यो है सिट कभर अलिक छोडिदेऊ त केहीमा जानु ठिकै चाहिन्छ भनेर यस्तो टायर छ निकाल्दै धुन्छ चिया खाएर जाने भित्र खोलेर त लाग्यो